आज चाहिँ हामी के गर्छौँ भने अब कुनै पनि टपिकमा डिटेलमा आज हामी छलफल गर्दैनौँ, त्यही प्रश्न उत्तरमा मात्रै छलफल गर्छौँ र यहाँहरूलाई मुख्यत कन्टेन्ट यहाँहरूमा भइ नै हाल्छ र अलिकति उत्तर लेख्दाखेरि अ, 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 टिचरलाई कसरी प्रभावित गर्ने, टिचरलाई कसरी आकर्षित गराउने र आफ्नो उत्तर कसरी प्रभावकारी बनाउने, हजुर यहाँहरूको उत्तरले टिचरसँग कसरी संवाद गरौँ होइन। यहाँले लोकसेवा आयोगको कापीमा आफ्नो उत्तर लेख्नुहुन्छ, त्यो उत्तरले कापी चेक गर्ने टिचरसँग, कापी चेक गर्ने शिक्षकले तपाईँको उत्तरसँग संवाद गर्नु जरुरी छ। त्यो संवाद पनि प्रष्ट क्लियरली तपाईँको उत्तरले चाहिँ त्यसरी बोल्नु पर्ने हुन्छ। सर र सरले पढ्दाखेरि तपाईँले यति प्रष्टसँग त्यहाँ उत्तरहरूलाई दिन सक्नुपर्ने हुन्छ र प्रश्नले के सोधेको छ त्यो प्रश्नभन्दा बाहिर नगइकन सोधेका कुरो ट्वाक्क लेख्नको लागि चाहिँ यहाँहरूले चाहिँ एन्सर कसरी लेख्ने भन्ने एन्सरको फर्मेटिङ मिलाउनेदेखिबाट लिएर एन्सरको भाषा शैली मिलाउनेदेखिबाट लिएर सरल भाषामा होइन, सरल भाषामा आवश्यक पर्ने शब्दहरूलाई संरचना मिलाएर यहाँहरूले फर्मेटमा उत्तर लेख्नुभयो भने तपाईँहरूको अन्य साथीहरूको भन्दा उत्तर अब्बल हुन्छ, राम्रो हुन्छ। अनि त्यति भइसकेपछि तपाईँहरू मेरिटमा अलि अगाडि आउन सक्नुहुन्छ। अब यति भन्दै यो 5 नम्बरको एउटा प्रश्न म खण्ड कमा प्रवेश गरिहालेँ, समय हाम्रो गइसकेको छ। यो प्रश्न अब यहाँ 5 नम्बर र 10 नम्बरको दुई खाले प्रश्नहरू हुन्छन्। विशेष गरी खैरदार र सुब्बामा त्यो 5 नम्बर र 10 नम्बरको दुई खाले प्रश्न हुन्छन्। 5 नम्बरमा नि कहिलेकाहीँ दुईटा पार्टमा प्रश्नहरू आइरहेको हुन्छ। त्यो पहिलो प्रश्न त्यस्तै छ, सार्वजनिक बडापत्रको परिचय दिँदै यसका उद्देश्यहरू छोटकरीमा उल्लेख गर्नुहोस् भनेको छ। अत्यन्तै यो आज हामी कन्टेन्टमा, प्रश्नको कन्टेन्टमा पनि हामी केही छलफल गर्छौँ र त्योभन्दा बढी चाहिँ एन्सरको फर्मेटिङमा अलिकति बढी म फोकस हुन्छु है। त्यसमा तपाईँहरू पनि त्यही अनुसारले अघि बढ्नु होला। हाम्रो यहाँ तपाईँहरूलाई केही जिज्ञासा भएको खण्डमा यहाँहरूले म्यासेज छोड्न सक्नुहुन्छ। मैले यहाँ म्यासेज पनि हेर्दै गर्छु र यो प्रश्न छ, 1 नम्बरको प्रश्न छ, बडापत्रको परिचय दिने र यसको उद्देश्यहरू छोटकरीमा उल्लेख गर्ने भन्ने छ होइन। अब अहिले तपाईँहरू हरेक कार्यालयमा जाँदाखेरि चाहिँ नागरिक बडापत्रहरू होइन होइन नागरिक बडापत्रहरू त्यहाँ पब्लिक चार्टरहरू चाहिँ तपाईँले देख्न सक्नुहुन्छ। यो नागरिक बडापत्र भनेको के हो भने जुनसुकै तपाईँको सार्वजनिक कार्यालयले प्रदान गर्ने सेवाहरू होइन, कहाँ दिने, कसरी दिने, कहिले दिने, त्यो सेवा प्रदान गर्दाखेरि चाहिँ लाग्ने शुल्क के हो, कसो हो भन्ने कुरा विस्तृत डिटेलमा डिटेलमा सेवाग्राहीलाई सुसूचित गराउने एउटा चाहिँ उपाय चाहिँ नागरिक बडापत्र हो होइन। त्यो बडापत्र अब अहिले अनलाइनको माध्यममा वेबसाइटमा तपाईँले हेर्नु भने वेबसाइटतिर पनि बडापत्रहरू राख्ने चलन आएको छ होइन। अब यसको चाहिँ अलिकति परिचयले मागेको छ, त्यसपछि यसको उद्देश्य के हो भनेर राखेको छ होइन। यसको परिचयबाटै उद्देश्य जान्छ। अब यहाँहरूलाई मैले चाहिँ सुरुमा अलिकति टाइटल दिनु होला। टाइटल दिँदाखेरि चाहिँ यो टाइटल चाहिँ तपाईँहरूले अन्डरलाइन गर्ने हो। अब यो कहिलेकाहीँ चाहिँ यो अलिकति एउटा चाहिँ यो कोटेसन लेखेर एन्सर लेख्ने चलनहरू पनि यो राम्रो मानिन्छ होइन। तर यो कोटेसन लेखेर एन्सर लेख्ने तरिका राम्रो हुनुको साथसाथै यो अलिक बढी खतरनाक पनि हुन्छ। खतरनाक के मानेमा हुन्छ भने तपाईँको माथि दुईटा पार्टमा क्वेसन छ होइन, दुईटा पार्टमा क्वेसन छ, त्यो दुइटै पार्टलाई नभए तापनि त्यो पहिलो पार्टलाई, अब यहाँ सार्वजनिक बडापत्र भन्ने यसको क्वेसन आयो, त्यो सार्वजनिक बडापत्रलाई अलिकति परिचय दिने खालको र त्यसमा जोडिएका अर्को क्वेसनको उद्देश्य, दुइटैलाई अलिक कभर गर्ने खालको तपाईँको कोटेसन तपाईँले चुज गर्न सक्नुहुन्छ भने यो भेरी बेटर होइन, यो धेरै राम्रो हुन्छ, प्रभावकारी हुन्छ। यदि तपाईँलाई त्यसो गर्नलाई कन्फ्युज कन्फ्युज भयो, अलमल अलमल भयो भने यो यो चाहिँ तपाईँले यो कोटेसन चाहिँ तपाईँले नराख्नु होला, टाइटल चाहिँ दिनु होला होइन। टाइटल दुईटा पार्टमा छ, दुईटा पार्टमा एउटा नागरिक बडा सार्वजनिक बडापत्र भनेको छ, यसलाई तपाईँले टाइटल दिनु होला। अनि त्यसको अलिकति विषय प्रवेश गर्दाखेरि तपाईँले 2 लाइन होइन, 2 लाइन या 3 लाइन लेख्नु होला। अथवा तपाईँले सुरुवातीमा चाहिँ यसरी प्याराग्राफमा तपाईँले स्टार्टिङ गर्ने हो, त्यसपछि बडापत्रको परिचयमा अब यो 2 मार्क्सको लागि मात्रै हो, अलि 5 मार्क्समै यही क्वेसन पनि आइदिनु सक्छ कहिलेकाहीँ होइन। सार्वजनिक बडापत्र भन्नाले के बुझिन्छ भनेर 5 मार्क्समै पनि आउन सक्छ होइन। 5 मार्क्समा आयो भने त्यसका विभिन्न आयामहरू, त्यसका विशेषताहरू होइन, त्यसको उद्देश्यहरू पनि त्यसभित्रै लेखिदिने होइन। यसरी यसले त प्रष्ट रूपमा चाहिँ परिचय र उद्देश्य दुईटा पार्टमा यसले क्वेसन सोधेको छ। परिचय 2 मार्क्सको लागि मात्रै छ। तपाईँले मोटामोटी चाहिँ सुरुमा यसरी टाइटल दिनु होला,
टाइटल दिइसकेपछि 2 लाइनमा तपाईँले यसरी विषय उठान गर्नु होला र बुलेटमा हानिदिनु होला। 2 मार्क्सको लागि तपाईँले 4 बुलेट दिनु भने काफी हुन्छ। अब यहाँ चाहिँ माथि नै यो अलिकति यो विषय प्रवेश खण्डमै अलिकति 2 लाइन 3 लाइन चाहिँ गएको कारणले गर्दाखेरि चाहिँ 3टा बुलेटले त्यो पनि काफी हुन्छ है। अनि त्यस पछाडि अर्को दोस्रो पार्टमा तपाईँको सार्वजनिक सेवा बडापत्रको उद्देश्य भनेर तपाईँले चाहिँ डाइरेक्ट बुलेटमा दिएर अन्तिममा तपाईँले अत भनेर अथवा तसर्थ भनेर अथवा होइन तपाईँले अलिकति 1 लाइनमा चाहिँ यो चाहिँ के निष्कर्ष दिनु पर्ला होइन। अब सुरुमा टाइटल दिने, टाइटल दिइसकेपछि अलिकति परिचयात्मक विषय प्रवेश गर्ने, अहिले त्यसमा डिफिनेसन टाइपका कुराहरू लेखिदिने, जे सोद्धाखेरि पनि अलिकति डिफाइन खालको होइन, परिचय दिने खालको, भनेको के हो भन्ने खालको होइन। जस्तै यहाँ सार्वजनिक बडापत्र सोधेको छ, यहाँ हेर्नुहोस् त, लोकतन्त्रका लाभहरूको अत्युत्तम वितरणमा सघाउ पुर्याउने तथा सुशासन प्रवर्धन गर्ने सशक्त साधनलाई हामी के भनिन्छ, सार्वजनिक बडापत्र भनिन्छ। यहाँ चाहिँ सार्वजनिक बडापत्रको चाहिँ एकदम यहाँ चाहिँ यो एकदम शब्दहरू एकदम भारी लाग्न सक्छ तपाईँहरूलाई। लोकतन्त्रका लाभहरू हेर्नुहोस् त, लोकतन्त्रका लाभहरू भनेको के हो होइन, लोकतन्त्रको फाइदाहरू भनेको हो। अत्युत्तम भनेको एकदम उत्कृष्ट धेरै होइन वितरण गरेर त्यसलाई सघाउ पुर्याउने र सुशासन प्रवर्धन गर्ने एउटा साधन हो। साधन भने एउटा टुल्स हो होइन। अब जुन हाम्रो चाहिँ सार्वजनिक प्रशासनमा होइन अथवा चाहिँ तपाईँको गभर्मेन्टले जनतालाई सेवा प्रवाह गर्ने क्रममा विभिन्न त्यहाँ चाहिँ सार्वजनिक निकायहरूबाट सेवा प्रवाह हुने, त्यो निकायमा चाहिँ होइन जनतालाई सुशासन र जनतालाई सेवा वितरण गर्नको लागि चाहिँ एउटा मार्गदर्शन होइन अथवा एउटा चाहिँ वे आउट, एउटा चाहिँ जानकारी, एउटा चाहिँ सूचना दिने चाहिँ यसलाई चाहिँ हामी चाहिँ के भन्छौँ, सार्वजनिक बडापत्र भन्छौँ। तपाईँहरू कार्यालयमा प्रवेश गर्ने बित्तिकै त्यहाँ वालतिर पहिला पहिला लेखेको हुन्थ्यो होइन, विभिन्न यो कोठामा यो कोठामा यो यस कार्यालयबाट प्राप्त हुने सेवाहरू यो कार्यालयमा यो सेवाहरू यति समयभित्र यो यहाँ प्राप्त हुन्छ, यति घन्टाभित्र यो सेवा प्राप्त हुन्छ भनेर तपाईँको। अब अहिले त फ्लेक्स प्रिन्टमा टाइप त्यो प्रिन्टेड गरेर चाहिँ तपाईँको झुन्ड्याउने गरेको पाइन्छ होइन। त्यति नभइकन अब अहिले वेबसाइटहरूतिर पनि हुन्छ हो। त्यस्तोलाई चाहिँ हामीले सार्वजनिक बडापत्र भन्छौँ। अलिकति कन्टेन्टलाई पनि मैले फोकस गरिरहेको छु, फर्मेटिङलाई पनि फोकस गरिरहेको छु है साथी। त्यसैले अलिकति यो सुरुका प्रश्नहरूमा अलिक ढिला हुनसक्छ, पछि त हामी गुटुङ दौडिहाल्छौँ है। अब हेर्नुहोस् त, सरकारद्वारा आम नागरिकलाई प्रदान गरिने सेवाबारे विस्तृत जानकारी एवं सूचित गराउने सेवाको सूचना पत्र। कति राम्रो शब्दहरू छ हेर्नुहोस्, सेवाको सूचना पत्र होइन। सेवा यो सेवा यो ठाउँबाट यसरी यति समयभित्र यति शुल्कमा प्राप्त हुन्छ है भनेर हरेक कार्यालयमा फ्लेक्स प्रिन्टमा अहिले टाँसिदिएको हुन्छ, झुनाइदिएको हुन्छ। अब पहिला पहिला चाहिँ वालमा लेख्ने चलन हुन्थ्यो, गाह्रोमा लेख्ने चलन हुन्थ्यो। कार्यालयभित्र छिर्ने बित्तिकै तपाईँलाई अन्यल नहोस् भन्नको लागि हो क्या त्यो, सेवाग्राहीलाई सजिलो होस् भन्नको लागि, नागरिकलाई प्रदान गरिने सेवाको बारेमा डिटेल जानकारी उपलब्ध गराउने सूचना पत्र नै बडापत्र हो। यो सरकारी कार्यालय, अब अहिले सरकारी कार्यालयले मात्रै होइन, प्राइभेट सेक्टरले पनि त्यो राखेको हुन्छ। तपाईँहरू ब्याङ्कमा जाने बित्तिकै यता काउन्टर, यता क्यास, यता यो यता हाकिमको होइन, अनि यहाँ ब्याज दर यस्तो, यहाँ फिक्समा यस्तो, यो सापट्टि यस्तो, लोन यस्तो, त्यो हरेक कुराहरू त्यहाँ तपाईँहरूले चाहिँ फ्लेक्स प्रिन्टमा अथवा केही प्रिन्टेड गरेर टाँसेको अथवा वालमा लेखेको त्यो सबै पाउन सक्नुहुन्छ। अब अहिले सरकारी कार्यालयहरूले पनि यो सरकारी कार्यालय अहिले हाम्रो चाहिँ सरकारी कार्यालयको लागि मात्र सार्वजनिक बडापत्र भनेर हामीले सार्वजनिक बडापत्र भन्छौँ, तर त्यो बडापत्र चार्टर चाहिँ प्राइभेट सेक्टरले पनि फलो गरेको पाइन्छ है साथी। सरकारी कार्यालय र निकायहरूले सेवा प्रवाहको सम्बन्धमा गरेको घोषणा पत्र अथवा डिक्लेरेसन अर कमिटमेन्ट पेपर हो। त्यो डिक्लेरेसन भनेको के भने यो कार्यालयबाट हामीले यो सेवा प्रदान गर्छौँ, यो कुराहरू हामी तपाईँहरूलाई यति समयभित्र यति शुल्क लिएर यो अवस्थामा हामी तपाईँहरूलाई चाहिँ दिन्छौँ भनेर चाहिँ एक प्रकारको कमिटमेन्ट गर्छ कार्यालयले। कोसँग? नागरिकसँग, जनतासँग, सेवाग्राहीसँग होइन। यतिले अलिकति विषय प्रवेश 2 लाइनमा यहाँ गरिएको छ। त्यस पश्चात त्यो सुरुमै तपाईँले चाहिँ तपाईँको लागि आउने सबैभन्दा उत्कृष्ट जवाब चाहिँ सुरुमै लेख्नुहोस्। त्यसले अलिकति हेलो इफेक्ट पनि पर्छ। हेलो इफेक्टमा तपाईँको चाहिँ टिचर्सले चाहिँ तपाईँसँग खुसी हुनुभयो भने तलतिर तपाईँको अलिकति कमजोर एन्सर भयो भने पनि अलिकति अङ्क तान्नको लागि तपाईँलाई के हुन्छ, सहज हुन्छ है। अब यसले सार्वजनिक सेवा कसले कहाँ कहिले कसरी के दिने भन्ने विषयको विस्तृत खाका एवं मार्गचित्र, डिटेल एन्ड रोड म्याप अफ पब्लिक सर्भिस होइन। सार्वजनिक सेवा, अब सार्वजनिक सेवा भनेपछि तपाईँ हरेक कार्यालयमा जाँदाखेरि तपाईँले प्राप्त गर्ने सेवा कति बेला प्राप्त गर्ने, कहाँ प्राप्त गर्ने, कहिले कसरी के भन्ने विषयमा डिटेल रूपमा चाहिँ त्यसको रोड म्याप प्राप्त हुन्छ
हो त्यसलाई नै सार्वजनिक बडापत्र भनिन्छ। अलिक परिचय दिइरहेको छु है मैले। त्यसपछि लोकतन्त्रका लाभहरूको उत्कृष्ट सर्वोत्कृष्ट वितरण गर्ने साधन मानिन्छ यसलाई। यो चाहिँ एउटा टुल्स हो, एउटा औजारको रूपमा यसलाई चाहिँ मानिन्छ। सार्वजनिक सेवा प्रवाहलाई होइन सुशासन हासिल गर्ने महत्त्वपूर्ण औजारको रूपमा लिइन्छ। सरकारले अहिले क्षतिपूर्ति सहितको नागरिक बडापत्रको समेत अभ्यास गरिरहेको छ। यो भनेको हाम्रो कानुनमै छ। अहिले कस्तो कानुन छ भने, ल मानौँ तपाईँ एकछिनको लागि मानौँ तपाईँ सदरमुकाममा नागरिकता बनाउन आउनु, अथवा सदरमुकाममा तपाईँ मालपोत कार्यालयमा जग्गा पास गर्न जानु, तपाईँको कारणले ढिलो भएकै छैन हो। कार्यालयको कारणले, कर्मचारी नभएको कारणले, कर्मचारीले ढिला सुस्ती गरिदिएको कारणले, कर्मचारीको कमजोरीका कारणले केही गरी तपाईँलाई एक दिनमा सकिने काम 2 दिन लाग्यो 3 दिन लाग्यो भनेदेखि त्यो अवस्थामा तपाईँ त सदरमुकाममा बस्नु पर्यो नि। तपाईँको घर त माथि लेकमा छ अथवा हिमालमा छ, पहाडमा छ, माथि छ होइन। तपाईँ सदरमुकाममा बस्नु पर्यो। सो अवस्थामा तपाईँलाई क्षति हुने हो। त्यस्तो अवस्थामा तपाईँको यदि कमजोरी छैन, तपाईँका कागजातहरू डकुमेन्टहरू कमजोरी छैन, तपाईँले प्राप्त गर्नुपर्ने सेवाहरू होइन 2 घन्टामा प्राप्त गर्ने सेवा हो कि 1 दिनमा प्राप्त गर्ने सेवा हो कि त्यो त्यो लाग्ने भन्दा बढी समय लाग्ने र तपाईँको कारणले नभई कार्यालयको कारणले, कर्मचारीको कारणले तपाईँलाई त्यहाँ चाहिँ अप्ठ्यारो स्थिति भयो भने सो अवस्थामा तपाईँले चाहिँ आधार कारण खुलाएर निवेदन दिन सक्नुहुन्छ। निवेदन दिइसकेपछि मलाई क्षतिपूर्ति चाहियो, मलाई यसरी चाहिँ यो चाहिँ सार्वजनिक बडापत्रमा लेखेको काम सेवाहरू चाहिँ समयमा उपलब्ध भएन, मलाई यो क्षति भयो भनेर तपाईँले माग्न पाउनुहुन्छ र तपाईँलाई उचित क्षतिपूर्ति दिलाउदिने व्यवस्था कानुनमा त्यो छ, कानुनमा छ। तर प्र्याक्टिसमा त्यति आइसकेको अवस्था छैन है। अब यो हाम्रो कन्सेप्ट चाहिँ आइसकेको छ है। ल यति कुरा लेखिसकेपछि तपाईँको मलाई लाग्छ परिचय खण्ड खुल्छ। अब उद्देश्य भनेर अब तपाईँले डाइरेक्ट अब सार्वजनिक सेवा बडापत्रको उद्देश्यहरू भनेर यसरी तपाईँले टाइटल दिने, टाइटल दिएपछि अब बुलेटमा हान्न हुन्छ। अब यसलाई परिचय आवश्यक छैन, किनकि परिचय माथि आइसक्यो। एउटै खण्ड एउटै यो चाहिँ विषयसँग सम्बन्धित आयो, दुइटैमा सार्वजनिक बडापत्र आयो नि त होइन। अब यो चाहिँ के हो, सुसूचित गराउने। यसको मेन उद्देश्य भनेको सुसूचित गराउने। कसलाई? आम नागरिकलाई अथवा पब्लिकलाई, जनतालाई, सेवाग्राहीलाई के गर्ने? सूचना दिने। के का विषयमा? सेवाका विषयमा। सेवा कसरी प्राप्त गर्ने, सेवा प्राप्त गर्ने विधि के हो, सेवा प्राप्त गर्न लाग्ने समय कति हो, शुल्क कति हो होइन, सरकारी दस्तुर कति हो, यी यावत कुराहरू तपाईँलाई सुसूचित गराउने एउटा चाहिँ डिटेल सूचना पत्र होइन। सूचना पत्रलाई चाहिँ हामी बडापत्र भनिन्छ। यसको उद्देश्य भनेको सुसूचित गराउने। अब अर्को चाहिँ सेवालाई सुधार र प्रभावकारी रूपमा चाहिँ अभिवृद्धि गराउने। अर्को सेवामा आधुनिकता, वैज्ञानिकता, नवीनता सुनिश्चितता कायम गर्ने। यो नयाँ कन्सेप्ट हो, धेरै पुरानो कन्सेप्ट होइन होइन। 1990 दशकको कन्सेप्ट हो। यो आएको कन्सेप्ट भने 25-30 वर्षभन्दा बढी भएको अवस्था छैन। 30-35 वर्षभन्दा यो कन्सेप्ट आएको छैन होइन। अब यो चाहिँ एकदम चाहिँ आधुनिक र वैज्ञानिक एकदम नवीन नयाँ कन्सेप्ट हो होइन। यसले के गर्छ भने जनतालाई होइन, लोकतन्त्र भनेको त होइन पिपुल्स फर्स्ट होइन, जनतालाई केन्द्रमा राखेर राज्य संयन्त्रले सेवा दिनुपर्छ भन्ने लोकतन्त्रको मान्यता हो नि त। हो, त्यो लोकतन्त्रको मान्यतालाई आधुनिक रूपमा, वैज्ञानिक रूपमा कसरी हुन्छ जनतालाई सहज बनाउने उपायको लागि चाहिँ सार्वजनिक बडापत्रलाई चाहिँ प्रयोगमा ल्याइन्छ है। यसले छिटो, छरितो, मितव्ययी एवं जनमुखी सेवा प्रदान गर्नलाई यसले सहयोग गर्छ। सेवामा पारदर्शिता, जवाबदेहिता प्रवर्धन गर्छ। सेवालाई प्रभावकारी बनाइदिए जनता र सरकार बीचको सुमधुर सम्बन्ध कायम गर्छ। हेर्नुहोस् त, तपाईँ कुनै कार्यालयमा जानुभयो, सिडिओ कार्यालयमा जानुभयो, वडा कार्यालयमा जानुभयो, नगरपालिकामा जानुभयो, तपाईँ कहाँ कहाँ जानुहुन्छ होइन होइन। तपाईँ जुन कार्यालयमा गइसकेपछि त्यो कार्यालयको बारेमा तपाईँलाई पहिल्यै डिटेल जानकारी हो। यसो छिर्ने बित्तिकै, वालमा हेर्ने बित्तिकै पढेर तपाईँले थाहा पाउनु भयो भने तपाईँ सरकारसँग कति खुसी हुनुहुन्छ, त्यो कार्यालयसँग तपाईँको कति खुसी हुनुहुन्छ। त्यो कार्यालय भने त फेरि सरकारी कार्यालय हो। सरकार र जनता बीचको सम्बन्धलाई सुमधुर बनाउनको निमित्त पनि यो बडापत्रले ठुलो रोल गर्छ। अब यसलाई मानिलिउँ तपाईँ लोकसेवा आयोगको वेबसाइट त भिजिट गर्नु भएको छ होइन। त्यहाँ लोकसेवा आयोगबाट हाम्रा सेवाहरू यहाँ यसरी यसरी प्राप्त गर्ने, अनलाइन फर्म यसरी भर्ने भन्ने कुराहरू त्यहीँ राखिदिया हुन्छ। त्यसलाई पनि हामी बडापत्र भन्छौँ। त्यसले गर्दाखेरि तपाईँलाई त्यो लोकसेवा आयोग भन्ने कार्यालयले के कस्ता सुविधाहरू कसरी, कहाँ, कहिले, के गरी, कति दस्तुरमा सेवा प्रदान गर्छ भने तपाईँलाई थाहा हुन्छ नि त। अनि तपाईँ खुसी हुनुहुन्छ, आहा कस्तो राम्रो सिस्टम है हो। यसले जनता र सरकार बीचको सुमधुर सम्बन्ध कायम गर्छ। लोकतन्त्रको लाभहरूलाई चाहिँ व्यवस्थित रूपमा, आधुनिक रूपमा, वैज्ञानिक रूपमा, नवीन रूपमा चाहिँ जनता सामु पुर्याउनलाई यसले सहयोग गर्छ। सुशासन प्राप्ति र प्रवर्धनमा यसले के गर्छ? सहयोग गर्छ भनेर तपाईँले यति लेखिसकेपछि 3 मार्क्सको लागि हो। कम्तीमा 6 वटा पोइन्ट होइन, कम्तीमा 6 वटा पोइन्ट लेख्नु पर्यो, बढीमा 8 वटासम्म लेख्नु होला।
तपाईँले टाइमलाई पनि ध्यान दिनुपर्छ। 5 मार्क्सको लागि मलाई लाग्छ 9 मिनट होला, 10 मार्क्सको लागि 18 मिनट होला। तपाईँले 8 मिनटमा यो लेखिसक्नुपर्छ। 8 मिनटभन्दा ढिला गर्नुभयो भने तपाईँको अर्को क्वेसनलाई अन्याय हुन्छ, अर्को क्वेसन भ्याउनुहुन्न र तपाईँ परीक्षामा ब्याकवार्ड हुनुहुन्छ। त्यो कारणले तपाईँले 8 मिनटमा हरेक प्रश्नहरू लेख्न सक्ने कोसिस गर्ने। अनि 10वटा क्वेसनमा तपाईँले चाहिँ होइन 10वटा 15वटा क्वेसनमा तपाईँको 10-15 मिनट समय बच्न सक्छ, अथवा कुनै कुनै क्वेसनलाई 1-2 मिनट तपाईँले बढी समय दिन पनि सक्नुहुन्छ। अब अन्तिममा तपाईँले निष्कर्ष लेख्दाखेरि चाहिँ निष्कर्ष भनेर टाइटल दिइराख्न आवश्यक छैन। 5 मार्क्सको लागि, 10 मार्क्सको लागि चाहिँ दिनुहोस्, केही छैन होइन। र 5 मार्क्सको लागि चाहिँ अत अन्त्यमा त्यसैले होइन तसर्थ भनेर तपाईँले निष्कर्ष टुङ्ग्याउन सक्नुहुन्छ। निष्कर्ष यो तपाईँले जति राम्रो लेख्नुभयो उत्तिको तपाईँको त्यो टिचरलाई तपाईँले इफेक्ट राम्रो पार्नुहुन्छ र एन्सर नम्बर अलिकति बढी प्राप्त गर्नुहुन्छ है। यो निष्कर्ष लेख्ने तरिका र सुरुको विषय प्रवेश लेख्ने तरिका चाहिँ तपाईँले आफैले आफैलाई डेभलप गर्ने हो। मेरो चोरेर अथवा टिचरहरूको हेरेर बुकको कपी गरेर त्यो डेभलप हुँदैन। तपाईँमा मौलिकता, भाषा शैली, तपाईँको चाहिँ आफ्नो चाहिँ स्टाइलहरू चाहिँ आफैले डेभलप गर्ने हो। त्यसलाई चाहिँ गहन अध्ययन र त्यो पटक पटक प्रयास गरिसकेपछि त्यो चाहिँ डेभलप हुँदै जान्छ। त्यो गर्नु हो भने तपाईँको यो निष्कर्ष खण्ड पनि राम्रो हुन्छ र त्यसले असर राम्रो पार्छ होइन, इफेक्ट राम्रो दिन्छ र तपाईँको अलिकति अर्कोको भन्दा 0.1, 0.2, 0.3, 0.5सम्म नम्बर बढी आउँछ र तपाईँ मेरिटमा अगाडि आउन सक्नुहुन्छ है। यथार्थमा ल मैले यसरी लेखेँ, मैले चाहिँ अब अलिकति छिटो छिटो लेखा हो, अझै सोचेर लेख्दा राम्रो लेख्न सकिन्छ। सेवा प्रवाहमा सुधार, प्रभावकारिता, अभिवृद्धि र सुशासन प्रबन्धन नै सार्वजनिक सेवा बडापत्रको उद्देश्य रहेको छ। यो उद्देश्यलाई मात्रै फोकस गरेर यसको निष्कर्ष लेख्यो। सकेसम्म दुईटै पार्टलाई टच गर्ने हिसाबले तपाईँले निष्कर्ष लेख्न सक्नुभयो भने धेरै राम्रो हुन्छ है। ल यसरी 5 मार्क्सको लागि अब यहाँ टाइप गर्दाखेरि यति छ, तपाईँ लेख्दाखेरि यो चाहिँ राम्रैको 1 पेज चाहिँ नाग्छ, 1 पेज र अलिकति हुनसक्छ, त्यति लेख्दा तपाईँहरूको उत्तर पुरा हुन्छ है साथीहरू। ल अब अलिकति तपाईँहरूको म मेसेज पनि हेर्छु है, एउटा क्वेसनको अलिकति हामीले छलफल गरियो। ल